ओली जस्तो एउटा निरङ्कुश र लोकतन्त्र विरोधी यो भस्मासुर हो। निरङ्कुश बाटो समातेका केपी ओली, प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वाकांक्षा अहंकार बोल्न पाइन्छ। कांग्रेस दास र लासहरूको पार्टी होइन। अब डिजेलको धुवा छोड्ने खालको बस होइन, इलेक्ट्रिक बस सुन्दालाई हैरान हुन्छ। केपी ओलीले भलाइ छ महाराज त्यस्तो छन चाहिन्छ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु।